ल हेर्नु है अब देवानी कार्यविधि कानुनका सिद्धान्त पनि उल्लेख गरेको छ है कानुनले चाहिँ। देवानी कार्यविधि भनेको चाहिँ देवानी मुद्दाको सुनवाई वा फौजदारी मुद्दाको सुनवाई, देवानी मुद्दाको सुनवाई चाहिँ कस्तो प्रकारले गरिन्छ भनेर चाहिँ देवानी कार्यविधि कानुनका सिद्धान्तहरू कानुनले उल्लेख गरेको छ। तिनै विषय छन्, यसलाई म व्याख्या गर्छु है। अन्नाङ आस्यो ल ल ल अन्नाङ आस्यो है ल थ्याङ्क यू। यो देवानी कार्यविधि कानुनमा चाहिँ है सुनवाई खुला इजलासमा हुने है। सुनवाई खुला इजलासमा हुने। यसको देवानी कार्यविधि कानुनको सिद्धान्त चाहिँ के छ भनेपछि सुनवाई चाहिँ खुला इजलासमा हुन्छ है। चिसो भयो है साथीहरू, तपाईँहरूलाई चिसो त भएन नि हैन? यसको सुनवाई चाहिँ खुला इजलासमा हुन्छ है। मतलब कि बन्द इजलास र खुला इजलास भने कस्तो हो भने यो जबरजस्ती करौणीका मुद्दाहरूमा जसको चाहिँ पीडितको नाम गोप्य राख्न पर्ने हुन्छ त्यसमा चाहिँ न्यायाधीश र वकिल बाहेक चाहिँ अरू उपस्थित हुन पाउँदैनन्। न्यायाधीश, वकिल, वादी र प्रतिवादी बाहेक अरू उपस्थित हुन नपाउने जुन इजलास छ त्यसलाई बन्द इजलास हो। तर यो देवानी कानुन चाहिँ खुला इजलासमै सुनवाई हुन्छ है। यसको मतलब हुन्न, बुझ्नु भएको छ नि हैन? खुला इजलासमा सुनवाई हुने है एउटा। अर्को चाहिँ अधिकार प्राप्त अदालतद्वारा सुनवाई हुने। जुन मन लाग्यो त्यही अदालतमा सुनवाई हुने है। अधिकार प्राप्त अदालतमा सुनवाई हुने है। क्लास कति बिल्ला भएको छ भन्नुभएको छ, कति बिल्ला हैन कति बेला भन्नुभयो होला है। बिल्ला हैन बेला हो, भर्खर भाइ पहिलो लेख्दैछु। अधिकार प्राप्त अदालतमा सुनवाई हुने। दोस्रो है एकैछिन एउटा फोन आयो। सर हजुर म कानुनी हैसियत सम्बन्धी विवाद नियमित अदालतमा सुनवाई हुने। नियमित अदालतबाट निरूपण हुने। कानुनी हैसियत सम्बन्धी विवाद नियमित अदालतबाट निरूपण हुने है। कानुनी हैसियत यो कानुनी विषय हो भन्ने कुरा चाहिँ नियमित अदालत, जिल्ला 3टा अदालत चाहिँ नियमित अदालत भनिन्छ है। अर्को निर्णय गर्नबाट पन्छिन नहुने। निर्णय गर्नबाट पन्छिन पाइँदैन है। हो हक हक। निर्णय गर्नबाट पन्छिन नहुने। कुनै पनि न्यायाधीश निर्णय गर्नबाट पन्छिन मिल्दैन। मिलापत्र वा मेल मिलापको मौका दिनुपर्ने। मिलापत्र वा मेल मिलाप सकेसम्म चाहिँ देवानी मुद्दा चाहिँ मिल्छ भने दुईजना जीव डिभोर्स गर्न गहन सकेसम्म हजुरहरु मिल्नुस् है भनेर मिलापत्रलाई चाहिँ मौका दिनुपर्छ है। त मिलापत्र वा मेल मिलापको मौका दिनुपर्छ है देवानी मुद्दाको विषयमा। यहाँ माथि मुलुकी लेख्न पर्दैन। देवानी कार्यविधिका सिद्धान्त, फौजदारी कानुनका सिद्धान्त, देवानी न्यायका सिद्धान्त यसरी लेख्ने।
मेलमिलाप वा मिलापत्रको मौका दिनुपर्ने। फिराद दाबी गर्न हक दैया पुगेको हुनुपर्ने। फिराद दाबी गर्न हक दैया पुगे हुनुपर्छ है। जुन स्लाइड भयो भने ल्याउनुस् हजुर, यो पहिलो स्लाइड हो है। फिराद दाबी गर्न चाहिँ हक दैया पुगेको हुनुपर्छ। पक्षहरूको हैसियत समान हुने, पक्षहरूको हैसियत समान हुने, पुनरावेदनको अधिकार हुने। है पुनरावेदन एउटा अदालतबाट चित्त बुझेन भने अर्को अदालतमा जाने अधिकारले पुनरावेदनको अधिकार। सुनवाई खुला इजलासमा हुने अधिकार त अदालतद्वारा सुनवाई, अदालतमा सुनवाई हुने। हक बेहकको विषय अदालतद्वारा निरूपण हुने। कानुनी हैसियत सम्बन्धी विवाद नियमित अदालतबाट निरूपण हुने। निर्णय गर्नबाट पन्छिन नहुने। मेलमिलाप वा मिलापत्रको माध्यममा मौका दिनुपर्ने। फिराद दाबी गर्न चाहिँ हक दैया पुगेको हुनुपर्ने। पक्षहरू दुईटा पक्षको हैसियत चाहिँ प्राज्ञ सिद्धान्त पनि हुन्छ हो। प्राज्ञ सिद्धान्त लागू हुनुपर्ने पनि हुन्छ। अब यो के हो भन्नु होला फेरि। ल यति विषय चाहिँ के हुन् भन्छ देवानी कार्यविधि कानुनका सिद्धान्त है। हाम्रो सुषमा म्याम पनि कडा भइसक्नु भयो है। दुई चारवटा म्याम सरहरू चाहिँ नाम निस्किन्छ जस्तो लाग्छ है मलाई योपालि है। ल अब हेर्नु है। अब मुलुकी अपराध संहिता है 2074 का विशेषताहरू है। मुलुकी अपराध संहिता 2074 का विशेषताहरू है। अब इक्जाममा यति मात्रै हो। थोरै भयो थोरै हुन्छ, धेरै भयो धेरै हुन्छ। अब इक्जाममा सबैभन्दा बढी सोध्ने क्वेसन हो यो। अलिकति म हजुरलाई चाहिँ थोरै ब्याकग्राउन्ड बुझाउँछु अनि त्यसपछि चाहिँ बल्ल नियमित क्लासमा चाहिँ हामी यसको विशेषता लेखौँला है। सबैभन्दा पहिला हजुरले के बुझ्न पर्छ भने विक्रम सम्वत 1910 मा है। 1910 मा यो जङ्गबहादुरको पालामा हो। यो जङ्गबहादुरको पालामा चाहिँ नेपालमा यो मुलुकी ऐन है। मुलुकी ऐन 1910 आयो। पहिलो लिखित कानुन पनि हो यो है। नेपालको यसलाई चाहिँ पहिलो लिखित कानुन पनि भनिन्छ। पहिलो लिखित कानुन है। पहिलो कानुन बेलाई जङ्गको पालामा त्यसपछि आवश्यक संशोधन र परिमार्जन गरेर संशोधन गरी है विक्रम सम्वत है 2020 मा यो नयाँ मुलुकी ऐन आयो है। नयाँ मुलुकी ऐन आयो। नयाँ मुलुकी ऐन आयो। यो नयाँ मुलुकी ऐन चाहिँ राजा महेन्द्रको पालामा आएको है। राजा महेन्द्रको पालामा आएको है। यो नयाँ मुलुकी ऐनमा चाहिँ के थियो भने देवानी र फौजदारी विषयलाई चाहिँ एकैसाथ समेटिएको थियो है। एकैसाथ एउटै ऐनमा चाहिँ देवानी र फौजदारी विषयलाई समेटिएको थियो। छुट्याउँदा छुट्याएको थियो तर एउटै ऐनमा थियो है। त्यसपछि यो 2020 सालको है 2020
20 सालको नयाँ मुलुकी ऐनलाई संशोधन गरी नयाँ मुलुकी ऐनलाई संशोधन र परिमार्जन गरी हेर्नुहोस् है 2020 सालको नयाँ मुलुकी ऐनलाई संशोधन र परिमार्जन गरी ध्यान दिनु होला 2010 बाहर भएन ए भा ल नयाँ मुलुकी ऐनलाई संशोधन र परिमार्जन गरी है यो देवानी र फौजदारी विषयलाई छुट्याएर देवानी र फौजदारी विषयलाई चाहिँ यो दुईटा विषयलाई चाहिँ छुट्याएर है 2074 असोज 30 गते है असोज 30 गते चाहिँ नेपालमा के आयो भनेपछि यो मुलुकी अपराध संहिता मुलुकी है 2020 हो त्यो 10 हैन है साथी है झुकेर 10 भएछ मैले 20 भनेको छु मैले भने कुरालाई ध्यान दिनु होला के बोर्डमा त कहिलेकाहीँ चिप्लिएर पनि गलत लेखिन्छ के भने कुरा त मैले 20 भनेको छु होला नि हैन तपाईलाई पनि थाहा छ फेरि त्यही भएर 2010 हो कि या हो कि भनेर डिबेट गर्न चाहिँ जरुरी हुन्न के बुझ्नु भयो नि त्यो तपाई जीके पढ्ने मान्छेले चाहिँ कहिले आयो मुलुकी ऐन भनेर थाहा पाउनुहुन्छ नि त हैन हो त्यही भएर है अब 2074 असोज 30 गते चाहिँ नयाँ मुलुकी ऐन आयो र यिनी ऐनहरु चाहिँ 2075 है भाद्र 1 गतेदेखि लागू भयो है भाद्र 1 गतेदेखि यो 4 वटा कानुनहरु है 4 वटा कानुनहरु यहिले लागू भयो के नियमावली बन्न पर्ने यस्ता कारणले गर्दाखेरि यिनी लगभग 1 वर्षपछि लागू भए हो त्यही मध्ये एउटा मुलुकी ऐनको नाम हो मुलुकी अपराध संहिता 2074 हो है मुलुकी अपराध संहिता 2074 हो यो कुरा पहिला दिमागमा राख्न पर्यो है असोज 30 गते हो है ल अब यसको विशेषता लेख्ने बेलामा चाहिँ अपराध संहिताको विशेषता लेख्न पर्यो भने हजुरले कसरी लेख्न पर्यो भने है मुलुकी अपराध संहिता 2074 को विशेषता भनेर लेख्न पर्यो भने यहाँ धेरै बुकहरुले यस्तो विशेषता टाइपमा धेरै कुराहरु खुला छैनन् तपाईलाई मैले 1 2 टा 4 5 वटा यस्तो प्वाइन्टहरु सबैमा मिल्ने हुन्छन् हो त्यही अनुसार लेख्नु होला है ल 1 नम्बरमा हेर्नुस् है अब यहाँ अलिकति ब्याकग्राउन्ड लेखौं है फौजदारी कसुरलाई परिभाषित है नियन्त्रण र निवारण गर्न है जारी गरिएको है एकीकृत कानुनको संग्रह नै मुलुकी अपराध संहिता हो है हेर्नुस् त फौजदारी कसुरलाई परिभाषित नियन्त्रण र निवारण गर्न जारी गरिएको एकीकृत कानुनको संग्रह नै यो मुलुकी अपराध संहिता हो
संशोधन र परिमार्जन एउटै हो है, एउटै हो, भाषा मात्र फरकले है। विक्रम सम्वत 2020 सालको है मुलुकी ऐनलाई संशोधन र परिमार्जन गर्नुका साथै फौजदारी विषयका नयाँ सिद्धान्तलाई समावेश गरी 2074 असोज 30 गते जारी भई हेर्नुस् त, विक्रम सम्वत 2020 सालको मुलुकी ऐनलाई संशोधन र परिमार्जन गर्नुका साथै फौजदारी विषयका नयाँ सिद्धान्तहरूलाई समावेश गरी 2074 असोज 30 गते जारी भई। म नयाँ इक्जाम कहिले छ सेकेन्ड पेपरको भन्नुभएको छ। अब यस्तो विद्यार्थी थाहा भएन मलाई पनि, सायद असारतिर होला। कसलाई सोध्न पर्छ इक्जाम कहिले छ भनेर भनिदिनु त। हाम्रो म्याम सरहरू कति छ अरे तपाईँको इक्जाम? सुदीक्षाजी कति हो असारको? 20 र 21 हो। ल, पास हुने मान्छेलाई सबै थाहा छ है। असारको 20 र 21 हो रे साथी है। 2074 असोज 30 गते जारी भई 2075 भाद्र 1 गतेदेखि कार्यान्वयनमा रहेको यसका मूलभूत विशेषताहरूलाई देखाए बमोजिम उल्लेख गर्न सकिन्छ। है। यस्तो हिसाबले लेख्ने, यदि परिच्छेद यदि ऊ कण्ठ पार्न गाह्रो हुन्छ है। बुझिन्छ कि बुझिन्न? ह्यान्डराइटिङ कस्ता छन् फेरि एकचोटि दोहोऱ्याए। फौजदारी कसुरलाई परिभाषित, नियन्त्रण र निवारण गर्न जारी गरिएको एकीकृत कानुनको संग्रह नै मुलुकी अपराध संहिता हो। विक्रम सम्वत 2020 सालको मुलुकी ऐनलाई संशोधन र परिमार्जन गर्नुका साथै फौजदारी विषयका नयाँ सिद्धान्तहरूलाई समावेश गरी 2074 असोज 30 गते जारी भई 2075 भाद्र 1 गतेदेखि कार्यान्वयनमा रहेको यसका मूलभूत सिद्धान्तहरूलाई देखाए बमोजिम उल्लेख गर्न सकिन्छ। झ्याउ लायो भने यो नलेख्दा पनि हुन्छ। यो केसको कुनै काम छैन, बुझ्नुभयो? यसको कुनै काम छैन। यो फेरि लेख्दैन, सरले भन्नु हुन्छ भनेर लेख्दै है। किन? सिद्धान्तहरूलाई समावेश गरिएको यसका मूलभूत कानुन, यसका मूलभूत विशेषता भनेर लेख्दा पनि हुन्छ। यो लेखेर कुनै मार्क्स आउने, यो चाहिँ फेरि पढाउने बेलामा चाहिँ विशेषतामा है। अब विशेषता लेख्ने। अब विशेषता मैले लेखेँ, विशेषता हेर्नुहोस्, त्यही अनुसार लेख्नु होला। त्यही लेख्न पर्छ भन्ने छैन है। ल, लेख्दा मिल्छ। यसमा यस्तो विशेषतामा लेख्ने होइन, यो व्यवस्था हो। यस्तो लेखेर विशेषता हुन्न। तपाईँको बुकहरूले यति गते जारी भएको, यति धारा भएको, यति परिच्छेद भएको, यति भाग भएको, त्यस्तो नि विशेषता हुन्छ त? विशेषता भने के हो त? तपाईँ कति गुणी हुनुहुन्छ, तपाईँ कस्तो, यो चरित्र के बोकेको छ भन्ने कुरा चाहिँ विशेषता हो क्या। यति धारा भएको भन्ने विशेषता हुन्न। किताबहरूले त्यसो लेख्यो भने तपाईँ लेख्दैन
ल अब हेर्नुस् यहाँ विशेषता है फौजदारी कसुर र यसका सजाय सम्बन्धी व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन र संशोधन गरिएको कानुन यो सबैमा मिल्छ है देवानीमा यही लेख्ने फेरि देवानी सम्बन्धी विषयलाई समसामयिक रूपमा परिमार्जन र संशोधन गरिएको कानुन केही कण्ठ पार्न पर्दैन कसै कहाँ गएर त्यो परिभाषा कण्ठ पार्न पर्छ त भन्नुस् त यस्तो परिभाषा लेखिदिँदैछु कि मैले तपाईँलाई यस्तो अचार दिँदैछु यस्तो तपाईँले एउटा परिभाषा यस्तो विशेषता लेखिदिँदैछु कि एउटा घोक्नु भयो भने एउटा जान्नु भयो भने सबै लेख्न सक्नुहुन्छ त्यस्तो पो हुने हो त लोकसेवा पढ्ने मान्छे त एउटाले एउटा लेखेको छ त्यो पनि कण्ठ पारेको छ अर्काले अर्को लेखेको छ त्यो पनि कण्ठ पारेको छ यो भाग परिच्छेद अबदेखि नलेख्ने बरु मैले भने पनि नलेख्ने तर भाग परिच्छेद नलेख्ने किताब ठुलो बनाउन लेख्याउन् तिनीहरूले धेरै मूल्य पार्नलाई है ल दोस्रो फौजदारी न्यायका सामान्य सिद्धान्तहरूलाई परिभाषित गरिएको कुनै नयाँ परिभाषा घोक्न पर्दैन कि हामीले यो लेख्या हो नि त्यही त इजी गराउन त खोज्या हो त दफा सफा लेख्नै पर्दैन तपाईँलाई म यहाँ किन म त इजी हुन बस्न ल्याए हो नि होइन अब आज सकिन्छ कि भोलि सकिन्छ भन्नुभएको छ मैले आजै सक्दिनँ नि सक्छु भोलि एक दिन चाहिँ अलिअलि क्वेसन एन्सर यसको विषयमा छलफल गर्ने कि भन्ने मेरो प्लान हो अब त्यो प्लानमा तपाईँ सरिक हुन सक्नुहुन्छ नहुन नि सक्नुहुन्छ आज सके भने म भोलि एउटा हुन्न है पहिलो खण्डको पढाउनु भन्नुभएको छ यहाँ भन्नुहोस् न तपाईँले भनेपछि पढाउने हो नभए नपढाउने पढिराख्नु भएको तपाईँ हो भयो त एकचोटि फेरि कुबेर सरलाई भन्नुहोस् भाषा पनि पढ्नुहोस् क्या जे भाषा नि त्यही पढ्नुहोस् भएको विषय पढ्ने हो नि त यताउता गर्ने होइन है अर्को विश्वव्यापी रूपमा विकसित फौजदारी विषयलाई एकीकरण र समावेश गरिएको कानुन
कानुन कुनै कण्ठ पार्न पर्दैन। हेर्नुहोस्, यहाँ फौजदारी छ भने यहाँ देवानी लेख्ने, फौजदारी न्यायका सिद्धान्त छ भने देवानी न्यायका लेख्ने, विश्वव्यापी रूपमा विकसित फौजदारी लेखेको छ भने देवानी लेख्ने। सेम विषय है, सेम विषय लेख्ने। अब अर्को हेर्नुहोस्, नेपाल बाहिर यो पहिलो पटक गरे हो। नेपाल बाहिर कसुर गरे पनि नेपालमा सजाय हुन सक्ने व्यवस्था व्यवस्थालाई समावेश गरिएको। नेपाल बाहिर कसुर गरे तापनि नेपाल भित्रै चाहिँ सजाय हुन सक्छ। कस्तो कसुरमा भन्छ, यो सार्वभौम राज्य विरुद्धको कसुर, राज्य विरुद्धको कसुरमा क्या, विरुद्धको कसुर है। राज्य विरुद्ध कसुर भनेको सार्वभौम सत्ता भौगोलिक अखण्डताका विषयमा, सार्वभौम सत्ता है, भौगोलिक अखण्डता जस्ता यो लेखिराख्न पर्दैन, तपाईँलाई मैले बुझाएको है। राष्ट्रिय हित है। कुनै चाहिँ अमेरिकामा बसेका मान्छेले चाहिँ राजद्रोहको कसुर गुड है, राज्य विरुद्ध कसुर। सुनै अमेरिकामा बसेका मान्छेले म नेपाललाई टुक्राइदिन्छु भने पनि है, यसलाई चाहिँ नेपालमा नै सजाय हुन सक्छ है। यो पहिलोचोटि यो व्यवस्था समावेश गरे, एकदम महत्त्वपूर्ण छ, ध्यान दिनु होला। बुझ्या छ कि छैन? कसुरको गम्भीरता बढाउने र घटाउने आधारहरू उल्लेख, यो पछि म पढाउँछु हजुरहरूलाई। आधारहरू उल्लेख गरिएको। कसुरको गम्भीरता बढाउने र घटाउने आधारहरू उल्लेख गरिएको। यो पनि नयाँ विषय हो यो है। कसुरको गम्भीरता बढाउने र कसुरको गम्भीरता घटाउने आधारहरू उल्लेख गरिएको। ठिक छ हैन? कसुरको गम्भीरता बढाउने र है। अर्को हेर्नुस्, यसमा चाहिँ सामुदायिक सेवादेखि है आजीवन जन्म कैदसम्मको सजायको व्यवस्था। आजीवन जन्म कैद सजाय है सम्बन्धी व्यवस्था समावेश। है। तपाईँलाई सामान्य समाजमा गएर सामुदायिक सेवा गर्नेदेखि लिएर आजीवन जन्म कैदसम्मको सजायहरू यसमा उल्लेख गरेको छ। जनकजी के हो, बिल्कुल ठिक छ भन्नुभएको छ, के भन्नुभएको? अर्को है 7 नम्बरमा है, कसुरदारले अनुसन्धानमा सहयोग गरेमा कसुरदारले अनुसन्धानमा सहयोग गरेमा 50% सम्म कैद छुट हुन सक्ने व्यवस्था। कैद होइन, सजाय हो। 50% सम्म है
वर्षसम्म सजाय है छुट गर्न सकिने व्यवस्था समावेश। कसुरदारले अनुसन्धानमा सहयोग पुर्याएमा 50% सम्म है वन साइड ब्याग फोन साइड ब्याग नबन्नुलाई है बुझ्नुभयो। त्यस्तो भन्नुभयो भने त हामी कहिले क्लास सिद्धान्नु ल हेर्नु त वन साइड ब्यागवाला है आत्मसमर्पण गरेमा होइन हजुर, प्रमाण सबुतहरूमा अनुसन्धानमा सहयोग गरेमा आत्मसमर्पण त गर्नै परिहाल्यो। के इक्जाम्पल भन्ने हो र? कसुरदारलाई चाहिँ यो अरू पनि कसुरदार छन् यिनीहरूले यस्तो गरे हुन् भन्ने सबुत प्रमाण जुटाइदिने, म भनिदिन्छु सबै भन्ने, सुरुमा जाने, यो काम हाम्रो टिमले गरे हो भन्ने, नभाग्ने, प्रहरी कार्यालयमा आत्मसमर्पण गर्ने, सबै प्रमाणहरू सबुतहरू बुझाइदिने, प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने गर्यो भने चाहिँ हो। बुझ्नुभयो? ल यस्तो 7 प्रकारका सजाय लेख्न जरुरी छैन है। ऊ माथि लेखिसकेको छु मैले। कसुरको के अरे सामुदायिक सेवा गर्नेदेखि आजीवन जन्म कैद सम्बन्धी सजाय सम्बन्धी व्यवस्था भनेपछि यो सबै सजाय आयो त्यसमा है। अब हेर्नुहोस् कसुरको प्रकृति अनुसार फरक फरक हदम्यादको व्यवस्था, फरक फरक हदम्यादको व्यवस्था है। कसुरको प्रकृति अनुसार चाहिँ हदम्याद फरक फरक रहने व्यवस्था छ है। एकपटक यहाँ सजाय लेखिसकेपछि फेरि अर्को सजाय पनि लेखिरहनु हुन्न क्या, तपाईँले दोहोऱ्याउनुहुन्छ है। ल अर्को हुन्छ जन्म कैदलाई गणना गर्दा 25 वर्षको अवधि 25 वर्षको अवधिमा गणना गरिने। जन्म कैदलाई गणना गर्दाखेरि चाहिँ 25 वर्षको अवधि, अहिले पहिला 20 वर्ष थियो, अहिले 25 वर्ष भयो। नोटिस गर्नु है, 25 वर्षको अवधिलाई गणना गरिने। आएर यो बुझिएन अरे जन्म कैद भन्यो नि 25 वर्ष है, राति दिनलाई हुन्न, वर्ष भनेपछि वर्ष भयो। यस्तो कुरा नि नबुझेर हुन्छ र? बिस्तारै बुझिन्छ पढेपछि है। ल अब हेर्नुहोस् है बाल विवाह है, हाड नाता विवाह, बाल विवाह, हाड नाता विवाह है, मन्जुरी बिनाको विवाह, बाल विवाह, हाड नाताको विवाह, मन्जुरी बिनाको विवाह, बहुविवाह है, स्वत बदर हुने। अब ध्यान दिनुलाई है, स्वत बदर हुने, कसैले मुद्दा हाल्दा बित्तिकै यस्तो काम गर्नुभयो भने तपाईँको स्वत बदर हुन्छ त्यो है, स्वत बदर हुन्छ। बुझ्नुभयो? त्यो बाल विवाह, हाड नाता विवाह, हाड नाता भनेको आफ्नै हाड नातामा गर्ने विवाह, मन्जुरी बिनाको विवाहमा कसैले मुद्दा हाल्यो भने त्यो स्वत बदर हुन्छ है। अर्को हेर्नुहोस् पीडितलाई क्षतिपूर्ति र पुनर्स्थापना है, पुनर्स्थापना सहितको न्याय पाउने अधिकारको व्यवस्था।
पीडितलाई क्षतिपूर्ति र पुनःस्थापना सहितको न्याय पाउने अधिकारको व्यवस्था। बदर हुन्छ भने खारेज हुन्छ। अब आज आएर बदर भने के हो भन्नुहुन्छ? कसले हो यो क्वेसन सोध्ने? सविता पौडेल। तपाईँ भर्खर नयाँ नयाँ हुनुहुन्छ क्या? तपाईँ बहुविवाह गर्नुभयो भने स्वतः बदर हुन्छ, ख्याल गर्नु होला। तपाईँको बिहानै खारेज हुन्छ। बदर भने पनि थाहा छैन अहिलेसम्म? किताबमा छ भने त लेख। के भयो त? किताबमा भएर के बिग्रिन्छ है? अर्को हेर्नुहोस्, कसुरदारले जरिवाना तिर्न नसकेमा सो बापत कैद भुक्तान गर्न सकिने। सो बापत कैद भुक्तान गर्न सकिने है। कसुरदारले चाहिँ हजुरको जरिवाना तिर्न सकेन भने जरिवाना बापत कैद भुक्तान गर्न सकिन्छ है। अर्को हेर्नुहोस्, बालबालिका मार्फत कसुर गराएमा उमेर पुगेकालाई सजाय हुने व्यवस्था। हिजो पनि लेखे हो यो। पुगेकालाई है सजाय हुने व्यवस्था। यो भन्दा धेरै लेख्न पर्दैन। कति लेख्ने हो र? ल अब यहाँ के बुझेन म? कैद भुक्तान भन्नाले के भन्नुहुन्छ? जति थप कैद हो। जरिवाना तिर्न सक्नु भएन भने गएर जेल बस्न पाउनुहुन्छ। थप कैदको कुरै भएन नि। उसलाई जरिवाना मात्र ला हुन सक्छ नि त। कैद प्लस जरिवाना भनेको थप कैद भयो त। पवित्राजी कहाँ जानुभयो तपाईँ? कैद प्लस जरिवाना भनेको कैद भने कैद थप कैद भयो। कैद मात्रै जरिवाना मात्रै भने रहेछ भने त कैद मात्रै भयो नि त। जरिवाना पैसा 5 अरब जरिवाना लायो अरे 5 अरब कहाँबाट ल्याएर तिर्ने हो? त्योभन्दा बरु म जेल बस्छु भन्न पाइन्छ। बुझ्नुभयो? है ल अब यहाँ धेरै जसो अब म यहाँ हेर्नुहोस्, तपाईँलाई मैले कुनै अब यहाँ हेर्नुहोस् है, जस्तो कुनै चाहिँ फौजदारी कसुर सम्बन्धी व्यवस्थालाई समसामयिक रूपमा समावेश र संशोधन गरिएको कानुन। यो देवानी सम्बन्धी विषयलाई समसामयिक रूपमा संशोधन गरिएको कानुन। देवानी न्यायका सिद्धान्तहरू समावेश गरिएको विश्वव्यापी रूपमा विकसित। अब हेर्नुहोस्, हो यो सेम विषय छन् है। बुझ्नुभयो? धेरै विषयहरू सेम छन्। कतिको बुझ्या छ बुझ्नलाई है, बुझ्न चाहिँ पर्यो साथीहरू है। कतिको बुझ्या छ? अब म देवानीका सिद्धान्तहरू लेखिदिन्छु अनि थाहा पाउनुहुन्छ है। देवानी भन्दा पहिला फौजदारी कार्यविधिका सिद्धान्त है। फौजदारी कार्यविधि संहिताका सिद्धान्तहरू लेखौँ है। ल अब यो अपराध संहिता भयो। अब अर्को मुलुकी फौजदारी कार्यविधि संहिता। मुलुकी फौजदारी है कार्यविधि संहिता। अपराधलाई यहाँ फौजदारी भन्ने छ है। अपराध कार्यविधि होइन, फौजदारी कार्यविधि संहिता है। 2074 का विशेषता है। विशेषता है। अब कार्यविधि कानुन भने के हो भनेर त मैले पहिला ऐन र नियमावलीमा धेरै कुरा बुझाइसकेको छु है। हो रे, फौजदारी कानुन द्वारा
हक अधिकारको उल्लङ्घन भएमा फौजदारी कानुनद्वारा सिर्जित हक अधिकारको उल्लङ्घन भएमा तपाईको घरमा चोरी पर्यो भने चोरीको कसुर भयो। अब तपाईको घरमा चोरी नै भइहाल्यो भने कहाँ गएर उपचार पाउने भन्ने है फौजदारी कानुनद्वारा सिर्जित हक अधिकारको उल्लङ्घन भएमा है न्यायिक उपचार प्राप्त गर्ने विधि र प्रक्रिया उल्लेख गरिएको कानुनी संग्रह नै फौजदारी कार्यविधि संहिता हो। फौजदारी कार्यविधि संहिता हो है। अब यसका आधारभूत विशेषताहरूलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। है। यस्तो हिसाबले लेख्ने है। कहाँ जानु पवित्राजी तपाईँ अपराध संहिता र कार्यविधि संहितामा के फरक छ अरे? कार्यविधि कानुन भने के हो थाहा छैन? ऐन र नियमावलीको फरक परे हैन र? यो अपराध संहिताले चाहिँ कानुनको सजाय र कसुरको व्यवस्था गर्छ है। हेर्नुस् है, अपराध संहिताले के गर्छ भनेपछि यहाँ एकदम जेन्युन क्वेसन आछ है। कसुर के हो? कसुर र सजायको व्यवस्था गर्छ है। अब यो कार्यविधि संहिताले चाहिँ फौजदारी कार्यविधि संहिताले चाहिँ त्यो कसरी गर्ने है उपचार प्राप्त गर्ने है कसुर सजायको प्रक्रिया है त्यो उल्लङ्घन भएमा उपचारको विधि उल्लेख गर्छ। ल यहाँ हेर्नुस् है, पवित्रा धेरै छन् क्या हो। हेर्नुस् है, ध्यान दिनु होला है। अब यहाँ तपाईले बुझ्न पर्ने कुरा सुन्नुस् है। 1 नम्बरमा तपाईको घरमा चोरी भयो भनेपछि व्यवस्थाको कार्यान्वयन गर्ने कानुन हो यो व्यवस्थाको कार्यान्वयन गर्ने कानुन। एकैछिन यहाँ एक्जाम्पल दिनुस्। तपाई माथि जबरजस्ती करणी भयो भने वा तपाईको घरमा चोरी भयो भनेपछि त्यो कसुर हो है भन्छ कसले? त्यो चाहिँ फौजदारी कसुर हो भन्छ संहिताले। त्यो कसुरमा यति सजाय हुन्छ भन्छ यसले फेरि कसरी सजाय पाउने त? तपाईले कहाँ उजुरी गर्ने त भनेपछि नजिकको प्रहरी कार्यालयमा जारी दरखास्त दिने भन्छ यसले। के ढाँचामा? तोकिएको ढाँचामा दिने। यो जारी दरखास्त प्राप्त भयो भने प्रहरीले अनुसन्धान गर्ने भन्छ यसले। अनुसन्धान भयो भने सरकारी वकिलले मुद्दा दायर गर्ने, व्यक्ति पक्राउ गर्ने भन्छ कसले? फौजदारी कार्यविधि संहिताले। बुझ्यो कि नै? कार्यविधि कानुन, व्याख्यात्मक कानुन, कार्यविधि कानुन, व्याख्यात्मक कानुन है के भनिन्छ यसलाई? बुझ्यो हैन त? निकै बुझ्यो रे। ल छर्लङ्ग अब थ्याङ्क यू भेरी मच। यही छर्लङ्ग हुन्छ र त तपाईको क्लास आएको र हैन र? म पवित्र हैन पार्वती हो रे। ल पार्वती हजुर, शिव पार्वती दर्शन नमस्कार, भगवानै हुनुभएछ। ल बुझिन्छ?
भगवानले नै यस्तो क्वेसन सोधेपछि त मेरो क्वेसन भन्नुभएको छ। ऐन र नियमावली जस्तै त ठ्याक्कै होइन, तर उपचारको विधि चाहिँ यसले उल्लेख गर्छ, किनभने दुईटै संसदबाट बनेको कानुन हो। फेरि अलिअलि बुझे जस्तो हुन्छ कि हुन्न? सबै छर्लङ्गै आज बुझ्न पर्छ भन्ने छैन क्या। पछि भिडियो हेर्ने, घर गएर पढ्ने, फेरि प्र्याक्टिस गर्ने, मलाई व्हाट्सएपमा सोध्ने, आजको आजै सबै बुझ्नु भयो भने त फेरि बर्बादै भइजाला। इक्जाम आउनु धेरै बाँकी छ। के हो कुरा भन्नुस् त? सुषमा म्याम हो कि होइन? एकराजी होइन भने त फेरि पिटाइ खाइन्छ है। त्यही एन्सर आउँछ भने थाहा थियो मलाई। ल मलाई थाहा छैन है। भोलि एक दिन म सम्भावित क्वेसनहरु दिम्ला के, त्यो खण्डको पनि जसले पढाए पनि आफै पढ्ने हो कि। अनि ठिक भएलाई ठिक छ नभनेर बेठिक छ भनेर पठाउँ त भोलिदेखि दुर्गाजी? व्हाट्सएपमा रिप्लाई ठिक छ भनेर आउँछ रे। अब भोलिदेखि सबै बेठिक छ तपाईँको भनेर पठाइदिनु हुन्छ? हो समय निकाली कम्तीमा पढेर हेरेर ठिक छ भन्दैछु छु। कुन चाहिँ टिचरले तपाईँको व्हाट्सएप चेक गर्छ भन्नु त? ल अब यसको विशेषता लेख्न पर्यो। ल अब यसको विशेषता है, सेम विषयमाथि है। सुन्नु आयो नि, यहाँ नयाँ कुरा केही छैन। फेरि हेर्नुहोस् है, फौजदारी सम्बन्धी विषयलाई समसामयिक रूपमा परिमार्जन र संशोधन गरिएको कानुन छ नि। देवानी सम्बन्धी विषयलाई है, एक नम्बर हो नि त। देवानी सम्बन्धी विषयलाई सरी, यहाँ त फौजदारी कार्यविधि हो र होइन, यो त फौजदारी कार्यविधि हो। सरी है, देवानी होइन है, ख्याल गर्नु। हामी त फौजदारी लेखिराखौँ है। ल ल एक नम्बर हो है, फौजदारी कार्यविधि सम्बन्धी व्यवस्थालाई सम्बन्धी है छरिएर रहेका व्यवस्थालाई है समसामयिक र एकीकरण गरिएको कानुन। समसामयिक र एकीकरण गरिएको कानुन है। फौजदारी कार्यविधि सम्बन्धी छरिएर रहेका व्यवस्थालाई, सर हजुरको क्लास पछि कुनै दिन कपी चेकको लागि पठाएँ, पछि चेक गरिदिनु हुन्छ कि नै? भइहाल्छ नि, असार 20 सम्म म चेक गरिदिन्छु क्या, चिन्ता नलिनु न है। अल टाइम चेक पनि गर्छु, तर असार 20 सम्म स्पेशल चेक गर्छु। हुन्छ? त्यही हो नि हैन? ल हो र? हुन्छ हजुर, कोही बेला छुट पनि छ है। हस् हजुर, हस्। फेरि अर्को सेसनमा म यहाँ पढाउन आइहाल्छु नि। मिसन 82 छ नि त यहाँ। है ल ए अर्को हेर्नु त, फौजदारी न्याय प्रणाली सम्बन्धी
सम्बन्धी विश्वव्यापी विकसित है नवीनतम मूल्य मान्यता र सिद्धान्तलाई समावेश गरिएको सेम हो है उनीलाई मैले डिफरेन्स केही लेखेको छैन एउटा पढेपछि है सेम हो पार्वती जी अब मैले यहाँ अहिलेसम्म पढाएको विषय नै लेखिदिनु यसको विशेषता है लिखित मौखिक वा विद्युतीय माध्यमबाट समेत जाहेरी दरखास्त दिन सकिने व्यवस्था लिखित मौखिक वा विद्युतीय माध्यमबाट समेत जाहेरी दरखास्त दिन सकिने व्यवस्था बुझ्नुभयो यो पहिलोचोटि है पक्राउ पूर्जी जारी गर्नु अघि है मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्ने र तथा जरुरी पक्राउ पूर्ति समेत जारी गर्न सकिने ल हेर्नुस् त तपाईले एउटा कुरा के हुन्छ भनेपछि तपाईले नयाँ विषय यहाँ पढ्या भए तपाईलाई घोक्न पढ्न गाह्रो हुन्छ मैले अहिलेसम्म जे पढाए तिनै यसका विशेषता हो कि हैन भन्नु त मैले अहिलेसम्म जे पढाएको छु तिनै यसका विशेषता लेखाइदिए भने तपाईलाई कण्ठ पार्न पर्छ कुनै नयाँ विषय हुन्छ हुन्न नि ल हेर्नुस् त फौजदारी कार्यविधि सम्बन्धी छरिएर रहेका व्यवस्थालाई समसामयिक एकीकरण गरिएको फौजदारी न्याय प्रणाली सम्बन्धी विश्वव्यापी विकसित मूल्य मान्यतालाई सिद्धान्तलाई समावेश गरिएको लिखित मौखिक वा विद्युतीय माध्यमबाट समेत जाहेर दरखास्त दिन सकिने व्यवस्था हेर्नु त पक्राउ पूर्ति जारी गर्नु अघि मुद्दा हेर्ने अधिकारीको अनुमति लिनुपर्ने तथा जरुरी पक्राउ पूर्ति समेत जारी गर्न सकिने हो कि हैन भन्नु त तपाईले नयाँ कुरा लेख्या भए भो यहाँ तपाईलाई पढ्न गाह्रो हुन्छ भन्ने हो है कस्तो लाग्यो कुरा कति राम्रो कुरा गर्नुभयो यार सर देवानी मुद्दामा प्रहरीकोमा उजुर नदिई सिधै अदालत गइन्छ भन्नुभएको छ अनुपम सुवेदीले अनि श्रीमान श्रीमतीको डिभोर्स हुन थाल्यो भने सोझै अदालत जाने त होला हैन प्रहरीकोमा जान पर्दैन है अनुपम सुवेदी बस थाहा पाउनुभयो है ल अब हेर्नु है अर्को कति नम्बर भयो 4 नम्बर है 5 नम्बरमा अनुसन्धान है अभियोजन र
मुद्दा हेर्ने अधिकारीको भूमिकामा अभिवृद्धि गरिएको है। अनुसन्धान, अभियोजन र मुद्दा हेर्ने अधिकारी है। अनुसन्धान भनेको प्रहरी, अभियोजन भनेको सरकारी वकिल, मुद्दा हेर्ने अधिकारी भनेको अदालत। यिनको चाहिँ भूमिका चाहिँ अभिवृद्धि गरेको छ है। इट्स मोस्ट इम्पोर्टेन्ट, ख्याल गर्नुलाई। गम्भीर प्रकृतिको कसुरको अनुसन्धान गर्न है। गम्भीर प्रकृतिको कसुरको अनुसन्धान गर्न अनुसन्धान टोली गठन गर्न सकिने व्यवस्था समावेश है। भनेपछि गम्भीर प्रकृतिको कसुरको अनुसन्धान गर्न चाहिँ अनुसन्धान टोली गठन गर्न सकिन्छ। एउटा एक्जाम्पल दिने हो र? खुब एक्जाम्पल खोज्नुहुन्छ नि तपाईले। गम्भीर प्रकृतिको अनुसन्धान, खास अनुसन्धान गर्ने चाहिँ जिम्मा प्रहरीको हो। तर यस्तो गम्भीर प्रकृतिको अनुसन्धान भयो भने चाहिँ, कसुर भयो भने त्यसको अनुसन्धान गर्न चाहिँ के गर्न सकिन्छ भने चाहिँ अनुसन्धान टोली छुट्टै गठन गर्न सकिन्छ। जस्तै सीआईडी हैन, निर्मला पन्त, थ्यांक यू भेरी मच। निर्मला पन्तको चाहिँ पहिला त्यहीबाट अनुसन्धान गरियो, पछि फेरि काठमाडौँबाट अंगुर जीसीको नेतृत्वमा गएर अनुसन्धान गरियो, त्यो भन्दा पछि फेरि हरि मैनालीको नेतृत्वमा गएर अनुसन्धान गरियो। हेर्नु त, निर्मला पन्त, थ्यांक यू भेरी मच। पार्वतीजी, पार्वती त्यसै भने हैन कि मैले भगवान भनेर है। ल अर्को हेर्नुस्, थप प्रमाण फेला परेमा है अभियोग पत्र संशोधन र अभियोजन गर्न सकिने। अभियोजन भनेको मुद्दा दायर है। अभियोजन गर्न सकिने। पार्वतीजी मेरो पहिलाको स्टुडेन्ट पनि हो क्या तपाई है। थप प्रमाण फेला परेमा चाहिँ अभियोग पत्र संशोधन र अभियोजन गर्न पनि सकिन्छ। जस्तै यो भुटानी शरणार्थीको काण्डमा चाहिँ अहिले अभियोग पत्र दर्ता भयो, तर भोलि भेट्यो भने फेरि अरूलाई पनि दर्ता गरिन्छ। एकचोटी अभियोग मुद्दा दर्ता भयो, मेरो त नाममा भएन भनेर मक्ख पर्न पर्दैन। पुनः फेरि हो। अर्को विषय सुन्नुस्, यो सहकारी ठगीमा अहिले ठगे पनि कसैको अनुसन्धान नभएर बच्या हुन्छ नि। भुटानी शरणार्थी भने के हो रे? छोड्दिनुस्, जे भने अहिले टेन्सन नलिनुस्। बुझ्नेले बुझिसक्यो, नबुझ्नेले। सहकारी भने त बुझ्नुहुन्छ। सहकारी ठगिनु भयो तपाईँ, तपाईँको नाममा अनुसन्धान भएको छैन, मुद्दा दर्ता भयो, म त बचे भनेर नभन्नु होला। पछि फेरि तपाईँलाई संशोधन गरेर अनि फेरि अभियोग पत्र फेरि तपाईँको विरुद्धमा थप प्रमाण फेला पर्यो भने अनुसन्धान गर्दै जाँदा एकचोटि मुद्दा दायर भए पनि फेरि पुनः दायर हुन्छ तपाईँको नाम। यो एकदम महत्त्वपूर्ण हो यो विशेषता है। यसलाई एकदम मोस्ट इम्पोर्टेन्ट विशेषता है। अब भन्छ हद म्याद, हक दैया तथा क्षेत्राधिकारका विषयमा पूर्व सुनवाई वा यो पनि पढे हामीले नि त, वा प्रारम्भिक सुनवाई गर्नुपर्ने। प्रारम्भिक सुनवाई गर्नुपर्ने व्यवस्था। यस्ता विषयमा चाहिँ पहिला सुनवाई गरेर मात्र अगाडि बढ्नुपर्छ है। पूर्व
कोर्टमा सुनवाई यो पढिसके हामीले सबै धेरै जसो पढिसकेको छ क्या चिन्ता लिन पर्दैन है अर्को हेर्नु है श्रव्य दृश्यका माध्यमबाट समेत साक्षी तथा प्रमाण बुझ्न सकिने हेर्छ यो तपाई अमेरिकामा हुनुहुन्छ तपाई नेपाल आउन सम्भव छैन सिद्धान्तलाई विशेषता बनाउन मिल्छ हजुर मिल्छ सविता पौडेलजी तपाई नयाँ हो सविता पौडेलजी श्रव्य दृश्यका माध्यमबाट तपाई अमेरिकामा हुनुहुन्छ तपाईसँग प्रमाण छ तर तपाई यहाँ आउन सक्नुहुन्न भनेपछि तपाईलाई भिडियो कन्फरेन्स गरेर अदालतबाटै तपाईसँग प्रमाण बुझ्न सकिन्छ कस्तो लाग्यो कुरा यस्ता कति दिन भन्ने हुन्न प्रताप जङजी जति दिन पनि हुन्छ मुद्दाको प्रकृति अनुसार अनुसन्धानमा रहन सक्ने व्यवस्था हो यसको ठ्याक्कै यति दिन भन्ने नै हुन्न भ्रष्टाचारमा यति दिन सहकारीमा यति दिन राज्य विरुद्धमा यति दिन भन्ने हो सबैमा त्यति दिन रहन चोरीमा 2 महिना रहन पाइँदैन झुटो प्रमाण दिए भने झुटो हो कि सत्य हो भन्ने पत्ता लगाउने जिम्मा चाहिँ न्यायाधीशले हो तपाईले हैन पार्वतीजी धेरै चिन्ता नलिनुस् झुटो देलान भनेर है ल हेर्नुस् फरार अभियुक्तका अधिकार तथा सुविधा कटौती सम्बन्धी व्यवस्था पानी छोड़ दे कटौती सम्बन्धी व्यवस्था समावेश जस्तै बैंक खाता रोक्न गर्न सकिन्छ बैंक खाता रोक्का है राहदानी रोक्का है सम्पत्ति रोक्का यो फरार अभियुक्त गुड थ्याङ्क यू भेरी मच कति राम्रो सुमन न्यौपानेजीले लेख्नुभयो अभियुक्त फरार छ भने त्यसको सुविधा तलब रोक्का गर्न सकिन्छ है बुझ्नु भयो कुरा बुझ्या हुन् कि नै अर्को हेर्नुस् अर्को साक्षी र पीडितको संरक्षण तथा परिचय गोप्य राख्ने सम्बन्धी व्यवस्था समावेश यो दिस इज मोस्ट इम्पोर्टेन्ट साक्षी र पीडितको परिचय गोप्य राख्ने तथा है जस्तो कहिलेकाहीँ गौशाला 26 भनेको थिएँ नि मैले सन्दीप लामिछानेको मुद्दामा चाहिँ त्यो लेडिजको नाम थाहा छैन नि हामीलाई गौशाला 26 परिचय गोप्य राख्यो जस्तो इटा भट्टा काण्ड छ नि अस्ति सफाई पाएको मोहम्मद अफ्ताबलाई त्यसमा चाहिँ पीडित कोही साक्षी मान्छे बयान दिन गयो भने चाहिँ मारेर फालिदिन्छु भन्न सक्छ
तर को छ साक्षी को छ पीडित भन्ने त्यसको परिचय गोप्य राखिन्छ। सुमन न्यौपानेजी बुझिन्छ? ल थ्याङ्क यू भेरी मच। अब आज कति भयो समय छ? देवानीको हेरौँ त हैन? भोलि क्लास हुन्छ। चिया खाने मान्छे तपाईँहरूको ल मुलुकी देवानी संहिता 2014 विशेषताहरू। अब यहाँ एउटा कुरा चाहिँ मैले भन्न पर्छ है तपाईलाई, तातो चिया पिउँदिनौ सर हामी। चिसो चिया पिउनुहुन्छ? यस्तै रातो पिउनुहुन्छ कि अर्को कालो मात्रै सेतो मात्रै? यदि कुनै मान्छे जेल पर्यो र 12 वर्षपछि निर्दोष भयो भने आउँदैन हजुर क्षतिपूर्ति है। सेतो चिया पिउनुहुन्छ? गुड। म त सेतो पिउँदैन, सेतो सर्ट र निलो प्यान्ट लाउँछु, कालो चाहिँ चिया। चिसो चिया भनेको अर्कै होला सर भन्नु। सङ्लो चिया सर ए। है ल मुलुकी देवानी संहिता हेर्नुस् है। एक नम्बरमा देवानी विषयलाई है संशोधन र परिमार्जन गरी एकीकरण गरिएको कानुनी संग्रह एउटा है विशेषता। अब केही गाह्रो छैन। अब त फटाफट लेख्ने, बुझ्नै पर्दैन। 2 नम्बरमा है 2 नम्बरमा देवानी न्यायका सिद्धान्तलाई नियमित र व्यवस्थित गरिएको। देवानी न्यायका सिद्धान्तलाई नियमित र व्यवस्थित गरिएको। केही गाह्रो छैन है। देवानी विषयका सम्बन्धमा विश्वव्यापी विकसित नवीनतम मूल्य मान्यतालाई समावेश गरिएको।
अलिक छिटो ल्याऊ है बिहा गर्न पर्ने केही छैन टाइम कानुनी हैसियत प्राप्त गर्ने व्यवस्था बुझाउनु पर्ने छैन क्या यसले कसैले सबै नागरिकलाई समान गरेछ अन्तर्देशीय धर्मपुत्री सम्बन्धी व्यवस्था समावेश व्याख्या गर्ने भए भोलि गरौँला है अहिले टिप्नुस् घर घर पढ्नु होला अनि अहिले समय कम छ क्या अन्तर्देशीय भनेको एउटा भोलि यही स्लाइडबाट म व्याख्या गर्दै जान्छु है अन्तर्देशीय भनेको नेपालले भारतकाले नेपालको पनि धर्मपुत्री राख्न सक्छ है अर्को पति वा पत्नी दुवैले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी प्रावधान समावेश पति पत्नी दुवैले सक्छ हिजो पत्नीले मात्र सक्थ्यो आज पतिले पनि सक्छ है रमाइलो पनि छ अर्को हेर्नु त मेल मिलाप वा मिलापत्रको माध्यमबाट फैसला कार्यान्वयनमा जोड दिएको सकेसम्म चाहिँ देवानी विषय चाहिँ मिलाउन पर्छ भन्नेमा जोड दिएको छ यसले देवानी विषयमा चाहिँ मेलमिलाप वा मिलापत्रको माध्यमबाट फैसला कार्यान्वयनमा जोड दिएको है अर्को वस्तुको उपभोग गरी हानि नोक्सानी भएमा उत्पादकले क्षतिपूर्ति बेहोर्नु पर्ने व्यवस्था है देवानी कानुनलाई व्यक्ति सम्बन्धी कानुन पारिवारिक कानुन सम्पत्ति कानुन करार कानुन आदि रूपमा वर्गीकरण गरिएको गर्भमा रहेको शिशुलाई समेत अंशबन्डा गर्नुपर्ने व्यवस्था हेर्नुस् त यो नयाँ विषय हो है गर्भमा रहेको शिशुलाई समेत अंशबन्डा गर्नुपर्ने व्यवस्था 2 मिनेटलाई बोर्ड रहन्छ त्यसपछि तपाईहरु